कुनै पनि पुरुष व्यक्तिले कस्तो अवस्थामा सम्बन्ध विच्छेद गर्न सक्छ भन्ने कुराको बारेमा हेर्छौँ। कुनै पनि पुरुष व्यक्तिले अथवा पतिले सम्बन्ध विच्छेद गर्न सक्ने अवस्था के छन् भन्नुपर्दा नेपालको कानुन अनुसार 4 वटा अवस्थामा कुनै पनि पुरुषले सम्बन्ध विच्छेद गर्न सक्ने अवस्था रहन्छ। 1 नम्बरमा रहेको छ पत्नीले पतिको मन्जुरी नलिई लगातार 3 वर्ष अथवा त्योभन्दा बढी समय छुट्टिएर अथवा अलग बसेको अवस्थामा श्रीमानले अथवा पतिले सम्बन्ध विच्छेदको मुद्दा हाल्न पाउँछ। त्यसै गरी पत्नीले पतिलाई खाना लगाउन नदिएमा अथवा घरबाट निकाला गरिदिएमा पनि सम्बन्ध विच्छेदको मुद्दा श्रीमानले हाल्न पाउँछ। त्यसै गरी 3 नम्बरमा छ पत्नीले पतिको अङ्गभङ्ग हुने अथवा अन्य कुनै ठुलो शारीरिक अथवा मानसिक चोट पुग्ने खालको चाहिँ कुनै क्रियाकलाप गरेमा अथवा त्यस्तो खालको जालझेल गरेमा पनि श्रीमानले सम्बन्ध विच्छेदको मुद्दा हाल्न पाउँछ। अब त्यसै गरी 4 नम्बरमा छ यदि कुनै पत्नी अथवा पत्नीले अन्य परपुरुषसँग यौन सम्बन्ध राखेको कुरा ठहरेको अवस्थामा पनि के हुन्छ त श्रीमानले सम्बन्ध विच्छेदको मुद्दा अथवा सम्बन्ध विच्छेदको लागि अदालतमा गएर मुद्दा हाल्न पाउँछ।